सबैजनालाई नमस्कार। यस मणिदीप कृषि फर्मबाट यस मणिदीप कृषि फर्ममा हामीले तरबुजा खेती गरेका छौँ र तरबुजाहरू चाहिँ यसपालि अब वैशाखको 25 गतेसम्ममा बजार निस्किने गरी वृद्धि विकास हुँदैछन् भने हामीले चाहिँ अब तपाईँहरूलाई यसो फिल सँगसँगै डुलाउने गर्दछु। यो चाहिँ एल्डो स्टिकी ट्र्याप भन्छ यसलाई। यसमा चाहिँ देख्न सक्छौँ विभिन्न किराहरू चाहिँ टाँसिएका छन्। यो चाहिँ हामीले किराहरूको केही रोकथामको लागि चाहिँ यस्तो विधि अपनाएका छौँ भने है। अब हाम्रो फिल्ड चाहिँ यसपालि 13 रोपनी क्षेत्रफलमा फैलिएको छ भने हामीले फ्रुट फ्लाईको लागि पनि यसरी ट्र्यापहरू बनाएर ल्युरहरू लिएर आएर आफैले पनि बनाएर राखेका छौँ। र हामीहरूको यो चाहिँ हेर्न सकिन्छ हेलनेट, जसले के काम गर्दछ प्रमुख भने असिना आएमा हाम्रो बालीलाई चाहिँ अलिकति जोगाउने मद्दत गर्दछ। त्यसैले हामीले केही क्षेत्रफलमा हेलनेट पनि लगाएका छौँ। यो हाम्रो बस्ने कटेज र तरबुजाहरू चाहिँ यसरी वृद्धि विकास हुँदैछन्। हेलनेट चलाउनको लागि हामीले यसरी बाँसहरू प्रयोग गरेर टनल स्ट्रक्चरमा हेलनेट प्रयोग गरेका छौँ भने यसरी चाहिँ ल्युहरू ल्याएर ट्र्यापहरू राख्ने काम पनि भइराखेको छ। हाम्रो यो सबै तरबुजा फार्म हो भने यो चाहिँ हाम्रो कटेजमा चल्ने भएन। यो तल हाम्रो स्टोर र यो माथि चाहिँ हाम्रो यहाँ बस्ने, सुत्ने, अवलोकन गर्ने, यहाँ बसेर यस्तो हुन्छ भने हामी चाहिँ तरबुजा खेततिरै लागौँ। र हाम्रो फार्ममा तरबुजाका जातहरूमा चाहिँ मुख्य गरी हामीले सरस्वती जातको चाहिँ लगाएका छौँ भने अरू जातहरू पनि केही परीक्षण गरेका छौँ, जस्तो कि लाली, जनक, पारो, कृषा यस्ता जातहरू चाहिँ परीक्षण गरिएको छ। यता पनि हामीले तल साइडसँगै यताको साइड पनि प्रयोग गरेका छौँ भने हाम्रो यसरी तरबुजा चाहिँ फलहरू चाहिँ वृद्धि विकास भइरहेका छन्। यसरी देख्न सक्छौँ है। राम्रा भएका छन्। यिनीहरूले एउटा जोस जाँगर पनि सँगसँगै ल्याएका छन्। र हाम्रो तरबुजा फार्ममा चाहिँ ठुलो क्षेत्रफलमा छ। यसरी बाँसहरू जर्वा होइन राखिएको छ भने हामीले यहाँ ड्याङ पनि एकदम दुई मिलाएर सारेका छौँ। सकेसम्म वैज्ञानिक तवरले नै खेती गर्ने जमर्को गरेका छौँ। र यता साइडमा पनि हाम्रो हेलमेट प्रयोग गरिएको छ। यता पनि वृद्धि विकास चरणमा गइरहेका छन्। तपाईँहरूले यो भिडियो हेरेपछि मेरो यो भ्लगलाई लाइक, सब्सक्राइब, सेयरहरू गरेर अन्य किसानहरू माझ पनि पुर्याउनुहुन्छ र उपभोक्ता माझ पनि पुर्याएर
वैशाखको 20 पछि यहाँ तरबुजा खान हुन्छ भन्ने सन्देश पनि प्रवास सूचना गर्नुहुन्छ भन्ने सोचेको छु। यो हाम्रो यतापट्टिको लटहरू चाहिँ अलि पहिला हुन्छ भने त्यो केही भाग र योहरू चाहिँ हाम्रो सेकेन्ड लटतिर पर्छ। यिनीहरू चाहिँ कस्तो भने एकैचोटि चाहिँ ननिकालौँ, लट लट पारेर हामी उपभोक्तालाई चाहिँ आएपछि फार्ममा उत्पादन सुरु भएपछि रेगुलरै खरिद गर्न पाउने एउटा होस् भनेर गरेका छौँ। यो चाहिँ हाम्रो पोहोर सालको कटेज हो। यहाँ बसिन्थ्यो हामी पोहोर, यहाँ बसेर तुन्थ्यो हामीले। यो गरामा र तल्लो गरामा चाहिँ लगाएका थियौँ पोहोर भने, यहाँ बसेर अवलोकन गरिन्थ्यो भने। यसपालि चाहिँ हामीले ठुलो क्षेत्रफलमा उहाँ बसेर धेरै नै क्षेत्रफलमा चाहिँ लगाएका छौँ। हामीले तरबुजा मात्रै नभइकन हाम्रो फिल्डमा काँक्रा पनि लगाएका छौँ र काँक्राको फिल्ड पनि म तपाईँहरूलाई देखाउनेछु। काँक्रा भने हाम्रो बजारको लागि तयारी सुरु भएको छ, केही मात्रामा बजारको लागि निस्कनु लागेको छ। तपाईँहरूलाई चाहिन्छ भने हाम्रो यस मणिदीप कृषि फार्मलाई सम्पर्क गर्न सक्नुहुन्छ। यही आएर खरिद गर्न चाहिँ म अझ उत्प्रेरित गर्न चाहन्छु, किनभने तपाईँ आफैले यहाँ आएर अवलोकन साथ खरिद गर्न पाउनुभयो भने पनि त्यो पनि एउटा रमाइलो क्षण हुनेछ भन्दै म चाहिँ अब तपाईँहरूलाई काँक्राको बारीतिर लाने जमर्को गर्दछु। तपाईँहरू यति बेला देख्न सक्नुहुन्छ काँक्रा। यस मणिदीप कृषि फार्मको काँक्रा अब बजारको लागि तयार भएको पनि जानकारीसँगै हाम्रो काँक्राबारी तपाईँहरूलाई देखाउन लागेको छु। हाम्रो काँक्राको लागि फाँक्रा भने यसरी बाँसको क्रस गरेर बाँधेर माथिपट्टि बाँधेर त्यसमा धागो यसरी लगाएका छौँ। यसरी गर्दा हाम्रो यो बिचको एरिया खाली हुँदा, राम्रोसँग घामको प्रकाश पनि छिर्ने हुँदा यसले चाहिँ राम्रो हुन्छ खेतीको लागि भन्ने हो। र हाम्रो काँक्राहरू निस्किनको लागि बजारको लागि तयार पनि हुँदैछु र हामीले यसरी ट्र्यापहरू पनि टालेका छौँ भने हाम्रो फार्ममा चाहिँ तरबुजासँगै केही भाग चाहिँ हामीले काँक्रा लगाएका छौँ भने हाम्रो त्यो बस्ने कटेज हो, हामी उहाँबाट पनि यहाँ निरीक्षण गर्न सक्छौँ। भोलिको फिल्ममा यसरी काँक्रा चाहिँ हामीले फलिरहेको छ है। काँक्राको जात भन्नुहुन्छ भने भक्तपुर लोकल जातको काँक्रा हो। यी काँक्राहरू चाहिँ लोकल अर्ग्यानिक खान पाउनुहुन्छ तपाईँले। हामीले यसमा कुनै विषादी प्रयोग गर्न परेको छैन अहिलेसम्मलाई र हामीले विभिन्न किसिमका पासोहरू यसमा फ्रुट फ्लाइको एउटा दुईवटा मात्रै पर्न सफल रहेछ। यसरी ड्याङको व्यवस्थापन, मल्चिङको व्यवस्थापन र पानीको बेला बेलामा सिँचाइ गरेर कुलो लगाएर व्यवस्थापन गरेर हामीले काँक्रालाई सिँचाइको पनि व्यवस्था गर्छौँ भने यसरी गर्दाखेरि हामीले काम गर्न सजिलो, घुम्न हेर्न यो स्पेसमा गरेर काम हुँदै काँक्रा चाहिँ यसरी फलिरहेको छ। तपाईँहरूको लागि काँक्राको पनि बारी अवलोकन गराएँ। काँक्राको पनि तपाईँहरूलाई केही दृश्य देखाउँ र हाम्रो काँक्राहरू तयार हुने क्रममा
भएको हुँदा यसरी काँक्राहरूलाई चाहिँ दिन सकिन्छ है। अब अर्ग्यानिक स्वाद खानको लागि तपाईँहरू हाम्रो यस फिल्डमा पनि अवलोकन गरेर खरिद गर्न सक्नुहुन्छ है। ल यति भन्दै अहिलेलाई बिदा हुन्छु। मेरो ब्लगलाई लाइक सब्सक्राइब गरी सेयर गरेर अन्य उपभोक्तामाझ पुर्याइदिनु म अनुरोध पनि गर्दछु। धन्यवाद।